ल देवचुल जान लागि आइसक्यौँ हामी चाहिँ होइन। यहाँ फुल छ यहाँ हाम्रो यहाँ प्रेम छेत्री हाम्रो यता होइन नेत्रलाल सुशील त्यहाँ हुनुहुन्छ त्यहाँ एके तिलक भाइ हामी चाहिँ यहाँ कुखुरो है कुखुरो ट्याक्कलाई यहाँ कुखुरो काटेर ट्याक्क यहाँ खसी काटेर देवचुलतिर जान लाग्यो हामी खसी हात पनि रगत लगाइसक्यो मेरो ओहो सुशील तिलक भाइ ह्यान्डसम बाउको छोरो ए बाउको छोराले त्यसमा गाइस हाम्रो ठाउँमा चाहिँ रुखको टुप्पामा केराको बुटो देख्न सकिन्छ है। केराको बुटो देख्नु भयो नि कस्तो मजाले बस्छ। केटाहरू चाहिँ अगाडि बढिरहेछन् टोलीहरू म चाहिँ यहाँनिर लास्टमा एक्लै गऱ्यौँ भनेर फ्याफ्या भन्नु कति धेरै लाएर केटाहरू चाहिँ त्यहाँनिर पानीको छेउमा पनि देख्न सकिन्छ है। भिडियो क्लिप चाहिँ छुट्टै आउँछ किनभने लङ छ नि त बाटो माथि पुग्ने हाम्रो गाउँको सिन यही हो है। हामी चाहिँ कहाँनिर आइपुग्यो मुन्डेको सबभन्दा सिरान कुलो आउँछ नि तिलो गयो ढुक्क भन्नु यहाँ केटाहरू चाहिँ हातनिर पुगिसक्यो लास्ट जहिले लास्ट झन् लास्ट खाने केटाहरू झन् लास्टपट्टि चाहिँ केटाहरू छन् स्याले भोइस पनि कस्तो कस्तो आएको छ यत्रो ठाडो मोबाइल छोडेर जाने बस साथीहरू हामी चाहिँ देवचुलतिर जाने बाटोमा पनि आइसक्यौँ। म त यस्तो धेरै भएर हिँडिरहेको छु जाने बाटो चाहिँ यस्तो रहेछ। थ्याङ्क सो मच भ्यू पनि खतरा आउँदो रहेछ किर्तिपुर डाँडा भन्छ यसलाई चाहिँ है। यस्तो राम्रो ठाउँ यस्तो बबा वाउ अरू साथीहरू अगाडि पुगिसकेछन्। म चाहिँ एक्लै आफ्नै स्टाइलमा हिँड्न सकिन्न सहरमा घर छ पाहाड चढ्न गएको छ त्यस्तो चाहिँ होइन खासै हिँड्नु परेको पहिला त हिँडेको अलिक खासै हुँदैन ठाउँहरू यस्तो छ त्यो ठुलो दोकानहरू पनि छ। पनि छ है सिँढीमा पनि म सिँढी हिँडेको चाहिँ फर्स्ट टाइम हो यहाँको हिँड्न नसकेर यसले पहाडीबाट धकालेर दुईजनाले खेलिरह मलाई चाहिँ तिला भाइ भिडियो गर्दा तिला भाइ त बिहान मान्छे हो चुप्ला रेन भाइन्छ फाइनल साथीहरू हामी चाहिँ रातको करिब 6:15 चाहिँ ठ्याक्क हामी चाहिँ होमस्टेनिर आइपुग्यो है। हाम्रो होमस्टेमा आइपुग्यो। सुजन भाइ ठिक छ हामी चाहिँ साथीहरू फाइनली हामी चाहिँ यो मासु पोल्नको लागि चाहिँ यहाँनिर रेडी गरेछौँ। हाम्रो बेडरुम चाहिँ यही हो टक्क लाएर अनि केटाहरू यहाँनिर आगो ताप्ने प्रोग्राम गरिरहेछ होइन। उतानिर हाम्रो गेस्ट हाउस हाम्रो यो चाहिँ गेस्ट हाउस पुरा यहाँनिर हाम्रो ओछ्यान पनि बबाल छ क्या है। साथीहरू हाम्रो यहाँ चाहिँ
झिर तातिरहेको छ है यहाँनिर चाहिँ 4वटा झिर भइरहेछ अनि यतानिर चाहिँ यस्तो रमाइलो छ डाँडा चाहिँ त्यही हो साथीहरू मर्निङ टाइममा उठ्यो हामी चाहिँ ट्याक्क बिहानी टाइम केटाहरू त्यही बिहानको करिब 10 बजिसकेको छ यो त मैले भ्यू देखाइसकेँ है हाम्रो चाहिँ यस्तो लाथालिङ्गै थियो बल्ल भिडियो हानिदिएको अनि यो हाम्रो तलतिरको भ्यूहरू के गाउँ भन्ने होइन डिप्चुल डाँडा खुट्टा दुख्यो हिँड्नै सकिएन फाइनल साथीहरू हामी चाहिँ फर्किँदैछौँ घरतिर लाइट फर्किरहेको छ हामी चाहिँ घरतिर केटाहरू चाहिँ यतातिर निक्लिसक्यो हो अहिले मात्र हिँड्नै सक्दिनँ फेरि त्यहाँ कस्तो यतापट्टिको हाम्रो यो भेग चाहिँ हाम्रो डाँडा पर्छ नि यतापट्टि चाहिँ हाम्रो कीर्तिपुर है मान्छे यही बाटो झरेको बनाइराखेँ हिँड्न पानी चाहिँ ठुलो रहेछ हामी चाहिँ करिब हामी चाहिँ अन्तिम भिडियोमा आइसक्यौँ है